excellent will follow. Okay, so consistency is the key. Maybe you're important. So we are now taking action also. Whoever not saving or not doing, we are taking action there. So how do you convert to the guest? It depends on you. How do you change the guest who come mindset to have a burger? Video bro, photo. गाइस म चाहिँ तपाईहरुलाई आज यहाँको चाहिँ रातिको भिज देखाउन गइरहेको छु हैन दिउँसोमा हेर्दा कस्तो थियो र रातिमा हेर्दा चाहिँ कि च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने पनि च्यानललाई सब्स्क्राइब गरेर चाहिँ युट्युब फ्यामिलीको चाहिँ एउटा मेम्बर भएर चाहिँ अगाडि बढ्नु होला भन्न चाहन्छु। हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो र आशा छ सबैजना एकदमै सन्चै आरामै हुनुहुन्छ र म पनि यहाँ एकदमै सन्चै आरामै एकदमै ठिक छु। सो म चाहिँ तपाईँहरूमा आज चाहिँ एकदमै धेरै पछि चाहिँ आज नयाँ एउटा भिडियो लिएर आएको छु र आज चाहिँ म तपाईँहरूलाई चाहिँ यस भिडियोभित्र चाहिँ अहिले चाहिँ म जुन एज अ पहिला सिटी सेन्टरमा जब गर्थेँ अहिले चाहिँ अलरेडी ट्रान्सफर भएर चाहिँ कलकत्ता सरिसकेको छु। सो म चाहिँ त्यहाँको भिडियोहरू चाहिँ हजुरहरूलाई सेयर गर्नेवाला छु। सो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु नबिर्सिनु होला एन्ड यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला र धेरैजना साथीहरूमा सेयर गर्नु होला र कहाँ कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट सेक्सनमा कमेन्ट पनि गर्न नबिर्सिनु होला। सो फर्स्टमा चाहिँ म अब कलकत्ता जानको लागि चाहिँ एज अ फर्स्टमा चाहिँ मेट्रोबाट जानुपर्ने हुन्छ। मेट्रोमा चाहिँ म चाहिँ यहाँ मुसुरीबाट चढ्छु बाटो चढेर चाहिँ एज अ लाक्टाभिया चाहिँ बजाउनुपर्ने हुन्छ। लाक्टाभिया चढेर चाहिँ त्यहाँबाट फेरि बुक गरेर चाहिँ जानुपर्ने हुन्छ। सो आजको भिडियोमा धेरै नै कुराहरू कुराहरू देखाउने होला भिडियोहरू चाहिँ अन्तिमसम्म हेर्नु होला। सो र त्यहीको भ्लग चाहिँ मैले गराएको चाहिँ सायद आज फर्स्ट टाइम होला होइन। म चाहिँ यहाँ एउटा सो कुराकानी त हुँदै गर्छ। अहिले चाहिँ म अब मेट्रो स्टेसन पनि आइसकेको छु। अब यहाँबाट चाहिँ भित्र छिरेर चाहिँ मेट्रोतर्फ लाग्नुपर्ने हुन्छ।
ओके अलरेडी म चाहिँ लिफ्टभित्र आइसकेँ होइन। आज चाहिँ म यो लिफ्टमा चाहिँ एक्लै परेको छु कि सिथिनभित्र एक्लै हुँदैन लिफ्टमा चाहिँ। यो चाहिँ भयो मेरो लुक्स राइट। म चाहिँ मेट्रोभित्रको स्वाइप गरेर पनि अलरेडी आइसकेको छु। अब चाहिँ म यहाँ तलबाट गएर यहाँ लिफ्टबाट तल गएर मेट्रोलाई वेट गरेर हाम्रो यहाँ बेरोजगारी सङ्घको अध्यक्षहरू यहाँ छ। यहाँ हाम्रो सर इन्डियाको भइहाल्यो, यहाँ हाम्रो सर कुङ्खार कन भइहाल्यो। अब केटाहरूसँग मिलेर अहिले चाहिँ यहाँ बिहानको 9 बजेको छ होइन, 9:30 बज्छ। महासलहरू त बिहानको मर्निङ ड्युटीहरू यो सबहरूमा चाहिँ अझै कतिजना त चढिसक्यो। यो चाहिँ मेट्रो भइहाल्यो। अब यो मेट्रोमा गएर चाहिँ लक्टफिया मेट्रो स्टेसनमा जानुपर्ने हुन्छ। अहिले चाहिँ हामी अब स्टेडियममा छौँ। लक्टफिया झरेर चाहिँ लक्क लगाएर जानुपर्ने हुन्छ। फाइनली मेट्रोमा जहाँ चाहिँ लक्टफिया स्टेसन आइसकेको छौँ होइन। यहाँ चाहिँ हाम्रो एउटा शेर छ, यहाँ त शेर आइसकेको छौँ। अब माथि गएर चाहिँ मेट्रोबाट आइसक्यो। अब फेरि माथि गएर चाहिँ कार गरेर चाहिँ जानुपर्ने हुन्छ। दुईजना सबैले यहाँ बुक गरिसक्यो होइन। र यो चाहिँ यो लक्टफिया मेट्रो स्टेसन, यो लक्टफिया मेट्रो स्टेसन। यतापट्टिको साइडमा भनेको चाहिँ यो भनेको लगुना महल भइहाल्यो। यतापट्टि भनेको चाहिँ कलकत्ता छ। हामी चाहिँ अब यो साइडतिर जानुपर्ने हुन्छ। सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। म रातिको भ्यूहरू पनि देखाउनेवाला छु यो भिडियोमा, अन्तिमसम्म हेर्नु होला। सो यहाँ चाहिँ आइसकेको छ। यसलाई चाहिँ हामीले बुक गरेको थियो होइन। अब यसमा चाहिँ जानुपर्ने हुन्छ। यो पनि सबै फ्री हो सर्भिस होइन। यहाँ चाहिँ कतारमा चाहिँ अलि दिमाग लाएर केही गऱ्यो भने चाहिँ, दिमाग लाएर टेक्नोलोजीलाई युज गऱ्यो भने चाहिँ हामी कतार चाहिँ फ्रीमा पनि घुम्न सक्छ क्या। कतार जाने बाटोमा हो। सो यस्तो राम्रो हरियाली छ होइन। ग्रिन ट्रीहरू यो सब नेचुरल हो क्या। यहाँ चाहिँ सबै गर्मी सिजनमा पनि सबै अन्डरग्राउन्डबाट कताबाट पानी ल्याएर चाहिँ प्लान्टिङहरूमा चाहिँ राम्रो तरिकाले हेरचाह गरेको हुन्छ। र मैले सानोमा सुनेको थिएँ कि होइन, सानोमा अङ्कलहरूले भन्नुहुन्थ्यो यहाँ विदेशमा गएर यसरी माथि हेऱ्यो, टावर हेऱ्यो भने चाहिँ बिल्डिङहरू हेऱ्यो भने चाहिँ लाखको क्यापटोपी पनि खस्छ भन्ने सुनेको थिएँ कि होइन। तर आज साँच्चै हेर्दाखेरि चाहिँ यसरी माथि फर्केर हिँड्यो भने चाहिँ मैले लाखको क्यापटोपी पनि पक्कै पनि झर्छ कि यत्रो ठुल्ठुलो बिल्डिङहरू हुन्छ यहाँ चाहिँ। र यहाँ देख्न सक्नुहुन्छ यो बिल्डिङहरू, यो घरहरू चाहिँ बाहिरबाट हेर्दाखेरि चाहिँ एकदम सिम्पल टाइपको नेचुरल टाइपको चाहिँ हुन्छ। भित्रबाट हेर्दाखेरि चाहिँ भित्रकोमा यस्तो दामी बाहिरबाट सिम्पल हुन्छ, भित्रबाट देखेर यस्तो कमाल
चिस्ती टावर देख्न सकिन्छ कि त्यो लगुनाको टावर पनि एकदमै खतरा खालको छ, एउटा छड्के टाइपको। र यो देख्न सक्नुहुन्छ यो 121 यो बिल्डिङहरू चाहिँ यस्तो बवाल बिल्डिङहरू हुन्छ यहाँ चाहिँ होइन। र हामी चाहिँ अघि भर्खर चाहिँ एउटालाई चाहिँ अब लगुना त्यतापट्टि छोडेर अब फेरि हाम्रो तर्फ लाग्छ यो चाहिँ होइन। अरूले पनि बुक गरेको हुन्छ नि त, सो पहिला अन्त गयो भने चाहिँ हामीलाई जान चाहिँ लेट हुन्छ। सो देख्न सक्नुहुन्छ यस्तो राम्रो भ्युजहरू। र च्यानललाई लाइक गर्नुभएको छैन, भिडियोलाई लाइक गर्नुभएको छैन, च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ सब्सक्राइब गर्नु होला र धेरैजना साथीहरूमा सेयर गर्नु होला, आफ्नो फ्यामिलीमा सेयर गरेर सबैजनाले देखाउनु होला। सो यहाँ देख्न सक्नुहुन्छ पक्कै पनि राइट बिल्डिङहरू त भइहाल्यो, यो पार्किङहरू पनि सब चाहिँ जति पनि ट्रीहरू देख्नुभएको छ, जति पनि हरियो ट्रीहरू देख्नुभएको छ यो सब भनेको चाहिँ नेचुरल हो कि कम्प्लिट नेचुरल पार्किङ। फाइनली हामी चाहिँ कलकत्ता पनि आइसकेको छौँ होइन। सो अब यहाँबाट चाहिँ यो बेलुकाको नजरमा बेलुकाको बेला चाहिँ लाइटिङले यस्तो बवाल देखिन्छ होइन। म चाहिँ बेलुका पनि देखाउनेवाला छु। सो यहाँ भित्र गएर चाहिँ यसको थ्रुबाट चाहिँ हामी भित्रै गएर चाहिँ हुन्छ होला। लास्टको भिडियोहरू पनि देखाउनेवाला छु। लास्टमा चाहिँ एकदमै बवाल हुनेवाला छ, किनकि लास्टमा भनेको चाहिँ पुरै लाइटिङले बवाल देखाउनेवाला छ। एकैछिन वेट गरेर चाहिँ लास्टसम्म भिडियो चाहिँ हेर्न है। यहाँ चाहिँ हाम्रो रेस्टुरेन्ट भयो होइन, मैले काम गर्ने। यो अगाडि चाहिँ यस्तो दामी छ होइन। यहाँ अगाडि चाहिँ पुरै प्राइभेट जेटहरू छ, यहाँ चाहिँ एकदम भिआइपी मान्छेहरू मात्रै आउँछ कि होइन। सो लास्टमा हेर्नु होला, म अझै लाइटिङहरू भएको बेलामा देखाउनुवाला छु। यस्तो बवाल देखिन्छ यहाँको ठाउँहरू चाहिँ होइन। सो भिडियोलाई चाहिँ हेर्दै गर्नु होला है त। कलकत्ता यहाँ चाहिँ सबैजना चाहिँ छ होइन, यहाँको स्टाफहरू चाहिँ। सो यो चाहिँ भइहाल्यो कलकत्ताको अगाडि ठाउँ एन्ड केटा खाँदै बसिरहेको छ। म चाहिँ अब यहाँ स्टार्ट हुन लागेको छ सानो प्रोग्राम। Good smile.
फाइनल्ली हाम्रो यहाँको हल्का मिटिङ पनि सिद्धिसकेको छ हैन। अब चाहिँ फेरि ब्याक टु वर्क। अब चाहिँ एकछिन ड्युटी गरेर चाहिँ साँझ भइसकेपछि चाहिँ रातिको समयमा अझै एकदमै बवाल देखिन्छ यहाँको यो भ्यूहरू चाहिँ म साँझको समयमा फेरि लिएर आउनेछु। सो यति बेलासम्म आफ्नो काममा एकदमै सुस्त व्यस्त रहनुहोस्। एन्ड यदि अझैसम्म पनि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला र धेरैजना साथीहरूमा सेयर गरेर अन्तिमसम्म भिडियो हेर्न चाहिँ नबिर्सिनु होला है त। सो गाइज म चाहिँ तपाईँहरूलाई आज यहाँको चाहिँ रातिको भिज देखाउन गइरहेको छु हैन। दिउँसोमा हेर्दा कस्तो थियो र रातिमा हेर्दा चाहिँ कस्तो छ भनेर चाहिँ म त्यो कुराहरू तपाईँहरूलाई सेयर गर्नेवाला छु। सो अझै पनि धेरैभन्दा धेरै कुराहरू चाहिँ मैले बाटोमा जाँदै गर्दा पनि सेयर गर्नेवाला छु। सो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला। र त्योभन्दा पहिला चाहिँ यहाँको भ्यूहरू हेर्नको लागि त्योभन्दा पहिला चाहिँ म तपाईँहरूलाई चाहिँ यहाँको भ्यूहरू देखाउँछु। यहाँ जुन पछाडि मेरो ब्याकग्राउन्डमा देख्नुभएको छ आउटब्याक स्टेक हाउस, यो भइहाल्यो हाम्रो रेस्टुरेन्ट चाहिँ, मैले काम गर्ने रेस्टुरेन्ट चाहिँ। सो यसको अगाडिपट्टि चाहिँ यस्तो भ्यूहरू छ हैन। यहाँ अगाडि चाहिँ एउटा समुद्र छ। सो यहाँ चाहिँ माछा पनि देख्न सक्नुहुन्छ। यहाँ माछाको ग्रुप हैन। यहाँ दामी तरिकाले आइदिइरहेको अहिले भर्खरै फेरि माछाहरू पनि यहाँ माछा देख्न सक्नुहुन्छ। यस्तो माछाहरू पनि छ होइन। यहाँ रेस्टुरेन्ट छ, यहाँ अगाडि चाहिँ समुद्र बिच छ। एउटा ठुलो यहाँ चाहिँ प्राइभेट जेटहरू चाहिँ प्राइभेट जेटहरू छ होइन। यहाँ चाहिँ पुरै मिलिनियरहरूको मात्रै छ यस्तो प्राइभेट जेटहरू छ। यतापट्टिको साइडमा पनि त्यस्तै छ, यतापट्टिको साइडमा पनि। सो देख्न सक्नुहुन्छ यो चाहिँ भयो पलकतार होइन। पलकतार चाहिँ यहाँ भइहाल्यो। सो तपाईँहरू पनि यदि कतारमा हुनुहुन्छ भने चाहिँ यहाँ भिजिट गर्न आउनु होला। यहाँ आउनको लागि भनेको चाहिँ तपाईँको मात्र 2 रुपियाँ रियाल मात्र खर्च हुन्छ। तपाईँ चाहिँ फर्स्टमा भनेको जुनसुकै ठाउँमा हुनुहुन्छ भने पनि फर्स्टमा मेट्रो स्टेसन गएर चाहिँ रेड लाइनको मेट्रो स्टेसन समाएर चाहिँ लक्ताफिया स्टेसनमा चाहिँ झरेर त्यहाँबाट चाहिँ टावर 16 भन्नेमा आएर चाहिँ कार्बन ट्याक्सी एप डाउनलोड गरेर चाहिँ हजुरले चाहिँ एक्टिभेट गर्नुपर्ने हुन्छ। एन्ड देन त्यसपछि चाहिँ तपाईँले जहाँ पनि फ्री राइड गर्न पाउनुहुन्छ। सो तपाईँ यहाँ 2 रुपियाँमा आएर मजाले यस्तो भ्यूहरू घुमेर जान सक्नुहुन्छ। र पक्कै पनि कतारमा हुनुहुन्छ, कतारबाट हेरिराख्नु भएको छ भने चाहिँ पक्कै पनि म्याक्सिमम् केसमा चाहिँ हामी जब गर्न नै आइरहेको हुन्छ होइन। एज ए केही पैसा कमाउने सोचले नै आइरहेको हुन्छ। धेरैजना चाहिँ जबमा नै जब गर्न आइरहेको हुन्छ। 90% चाहिँ जबै गर्न आइरहेको हुन्छ। 10% चाहिँ बाँकी 10% चाहिँ घुम्नको लागि आएर घुमेर फर्किने टाइपको हुन्छ। सो तपाईँ जब गर्दै हुनुहुन्छ भने पनि अब पक्कै पनि हप्तामा 1 दिन त छुट्टी पक्कै पनि छ होला होइन। सो त्यो छुट्टीको दिन चाहिँ मिलाएर टक्क लाएर घुमेर चाहिँ जान सक्नुहुन्छ। यहाँ आउनको लागि चाहिँ मात्र 2 रियल र यहाँबाट जानको लागि चाहिँ मात्र 2 रियल लाग्छ। सो आउनु होला, घुम्नु होला, रमाइलो गर्नु होला। र बाटोमा जाँदै गर्दा पनि म तपाईँहरूलाई धेरै नै कुराहरू सेयर गर्नेवाला छु। सो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला। र कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट सेक्सनमा पनि कमेन्ट गर्नु होला। र यदि तपाईँको फ्यामिलीमा कोही फ्यामिलीमा चाहिँ तपाईँको दिदी दाइ अथवा दाजु बाबा दाइ भाइ कोही हुनुहुन्छ भने चाहिँ उहाँ हुनुहुन्छ। यदि उहाँहरू पनि कतारमा काम गरिराख्नु भएको छ भने चाहिँ यो भिडियोले चाहिँ उहाँहरूलाई सेयर गर्नु होला। र यदि तपाईँ कतारबाट हेर्दै हुनुहुन्छ भने चाहिँ नेपालमा भएको फ्यामिलीलाई पनि सेयर गरिदिनु होला हैन। मैले चाहिँ यो च्यानलमा चाहिँ यस्तै भिडियोहरू चाहिँ लिएर आइरहेको हुनेवाला। यदि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने पनि च्यानललाई सब्सक्राइब गरेर चाहिँ युट्युब फ्यामिलीको चाहिँ एउटा मेम्बर भएर चाहिँ अगाडि बढ्नु होला भन्न चाहन्छु। सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। र मेरो चाहिँ ड्युटी सकिएर अलरेडी म चाहिँ रुममा चाहिँ फर्किँदैछु। र यो चाहिँ देख्न सक्नुहुन्छ रातिको भ्यूजहरू भइहाल्यो होइन। लाइटिङहरूले गर्दा यस्तो दामी छ। यही कलकत्ता भनेको चाहिँ
र यतापट्टि देख्न सक्नुहुन्छ यतापट्टि चाहिँ एकदमै राम्रो छ भ्यूजहरु पनि हैन फ्री भएको टाइममा पक्कै पनि आएर तपाईहरु मजाले घुमेर जान सक्नुहुन्छ र लास्टसम्म हेर्दिनु भएकोमा चाहिँ सबैजनालाई थ्यांक यू सो मच भन्न चाहन्छु र कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला र भिडियो के कस्तो लाग्यो त्यो कुराहरु पनि कमेन्ट गर्नु होला र यदि अझै पनि च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने चाहिँ च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु र धेरै जना साथीहरुमा शेयर गर्नु होला र भिडियो एकदमै लामो भइसकेको छ अब चाहिँ हामी मेट्रो स्टेशनमा पनि आइसकेका छौं र अब मेट्रोमा चढेर चाहिँ जानेवाला छौं एन्ड once again thank you so much everyone भिडियोलाई अन्तिमसम्म हेर्दिनु भएकोमा र धेरै जना साथीहरुमा शेयर गर्नु होला एन्ड thank you so much see you on next video